दिन यो भोलि 18 तारिक चाहिँ हाम्रो साकेला उपौली गर्दैछ। ए हजुर। अन्त अब यो उहिलेको पारम्परिक दुना बनाएको जति यो बाटो हो कि के हो? हाम्रो वेस्टमा मात्रै घिनलाग्दो होला बाटो भनेको त इस्टमा पनि रहेछ है जग्गा जग्गा। मैले थाहा भएको चाहिँ है दूरी के घट्दै गरेको होला सायद मलाई त्यस्तो आइडिया छैन है। अब उहिले बनाउँथ्यो दुना टपरा सब बनाउँथ्यो फारसमा गएर कपासको रुख भन्ने हुन्छ त्यो कपास। ए यो के अरे यसको यो जग्गाको नाम के प्यालेस हो? क्विन्स पट। हेलो गाइस है र फेरि पनि तपाईँहरूलाई स्वागत छ मेरो यो नयाँ भिडियोमा है। र आज भने चाहिँ म यहाँ सिङताममा छु है। र यहाँबाट चाहिँ हामी चाहिँ आज पारुवाङ साबुनतेन भन्ने जग्गा राङ्का जाँदै गरेको है। म र एकजना साथी छ है। र म तपाईँहरूलाई हल्का देखाउँछु है मोटो ब्लगबाट हेर्दै जानुहोस् होला। फेरि यो अगाडिको चाहिँ रेम्बो ब्रिजको उयो बत्लीमा बनाएको ब्रिज हो है। यहाँ चाहिँ अलिक कन्फ्युजिङ छ। यहाँनिर चाहिँ अलिकति उयो मिस्टेक भयो भने चाहिँ मान्छेहरूसँग ठक्किने चान्सेस बेसी छ है र एक्सिडेन्ट हुने चान्सेस पनि बेसी छ। जाँदा हुन्छ होला हामी त। सिङताम बजार लाग्यो है। यहाँदेखि चाहिँ त्यस्तै 1-1.5 घन्टा लाग्दो रहेछ है पारुवाङ साबुनतेन भन्ने जग्गा पुग्नु चाहिँ। र मेरो चाहिँ फर्स्ट टाइम हो है। हेर्दै जानुहोस् होला म देखाउँदै जान्छु है। यहाँदेखि चाहिँ हामी चाहिँ उम्बो जानुपर्छ है लेफ्टपट्टि गान्तोक जानुको लागि चाहिँ। र राइटपट्टिबाट चाहिँ जोरथाङ निक्लेर जान्छ है। फाइनली यो टनल पनि आइपुगेको अवस्था। यस मजा आउँछ यो टनलमा कुदाउनु पनि है। निकै लामो छ है यो टनल पनि। वाउ ट्रेन आइपुगेको अवस्था है। यहाँ चाहिँ बेसी जस्तो ब्याग बिक्री बस्छ है बाटोहरू। यो गाडीले त के पो सम्झ्यो मलाई त। पछाडि हिँड्दाखेरि त हेप्यो नि हौ। TLARI तिलहरी सिक्किम गर्लको पनि ब्यानर टालेको रहेछ है। सोमबारेको गाडी कुद्दैछ यहाँ। तिमी के गर्छौ दादा?
तिमी त्यसो नगर न दाजु अगाडि बाई बाई लेखेको छ तर तिमी किन बल गर्छौ त्यसरी भने चाहिँ हामी रानी पुल आइपुगेको है यो रानी पुल हो यो जग्गा चाहिँ है म चाहिँ यहाँ माथि कहाँ एक ठाउँ बिसाएर है साथी अन्त भानिसलाई कल गर्छु होला है भानिसहरू पनि यतै बस्छ कतै जाने भयो भने चाहिँ भानिसहरूसँग जानु पऱ्यो है भानिसहरू पनि लगेर यहाँ राखौँ है यहाँ दिन्छ होला एकछिन वान्स र है मैले चाहिँ भान्जीलाई कल गरेको थिएँ एकैछिनमा कल गर्छु भन्दै थिएँ है प्लानिङ मिलाएर उनीहरू पनि रुममै रहेछ यतिकै है र हामी चाहिँ मेफेयर आइपुग्नु आँटेको है अब यहाँ पर्खेर कन्ट्याक्ट गर्छौँ होला भयो भने माथि नै जान्छौँ है तादङ त्यतादेखि नत्र चाहिँ जाने भएन भने चाहिँ हामी यहीँबाट जान्छौँ है अरे यहाँ बिसाउनु पाउँछ अगाडि जाउँ ल र हामी चाहिँ अब यहाँबाट फर्केको है मेफेयरबाट तिर्सै जाने भयौँ भानिस चाहिँ माथिबाट आउने भयो है अब हामी यहाँ मेफेयरदेखि नै राइट टर्न लिने भयौँ है यहाँ त अहिले रुल्स फाल्टै छ भन्दै थियो होइन टर्न हेरेर मात्रै जानु दिन्छ भन्दै थियो र भन्नुपर्दाखेरि चाहिँ म चाहिँ यो बाटो त्यस्तो हिँडेको छुइनँ है एकताल गाडीमा मात्रै गएको हो र के कसो हो बाटो कस्तो छ त्यो मलाई अलिक याद छैन है यो बाटो चाहिँ हल्का रफ रहेछ है रफ मेरो अगाडि चाहिँ एउटा टाटा छ है टाटा गतिलो ए यो के अरे यसको यो जग्गाको नाम के प्यालेस हो क्विन्स पट यो त यहाँको पो रहेछ हौ दिन्छ नि यो त होटेल हो नि रेस्टुरेन्ट अम्बो बाफ्रे बाटो चाहिँ के हो यस्तो वाट इज दिस यो बाटो हो कि के हो हाम्रो वेस्टमा मात्रै घिनलाग्दो होला बाटो भनेको त इस्टमा पनि रहेछ है जग्गा चाहिँ यतिको चाहिँ बाफ्रे यो बाटोसँग पनि मैले बाटो चाहिँ घिन रहेछ है जस यहाँको पनि बाटो चाहिँ पुरै बिग्रेको रहेछ बिग्रेको त होइन ठिकठिकैको हो यतिको हो तर हिलो बेसी रहेछ है बनिएकै के को लागि एक्सपल्स
र है हामीले चाहिँ यहाँ अलिकति सक्कर घटाएर लगेको है। बाइकको चाहिँ अलिक अग्लो छ, बेसी टपमा राखेर है, र अलिक घटाएको 3-4 गाड जस्तो है। यहाँ बाटो छ 2टा, यहाँ होला है रोक्नुपर्ने, पक्का यही बाटो। भने चाहिँ अहिले यहाँ अम्दुगोलाई भन्ने जग्गामा छौँ। अम्दुगोलाईको अलिक माथि यहाँनिर सोकेदाङ हस्पिटल है, र यहाँ भानिसहरू पर्खिँदै गरेको, र यहाँबाट चाहिँ जाँदो रहेछ राङ्का चाहिँ है। अब चाहिँ भानिसहरू पनि आइपुग्यो है, र जान्छौँ होला अब चाहिँ यहाँदेखि। ल भानिसहरू नै हिँडौँ होला अगाडि, भयो। अब चाहिँ हिँडेको है यहाँबाट हामी। साह्रो टाढो त होइन होला है, अब चाहिँ यहीँ पर हो जस्तो लाग्यो। मानिसले साह्रो टाढो पर्दैन भन्दै थियो है। बाटो चाहिँ जग्गा जग्गा बिग्रेको रहेछ है। यो पारी देख्ने चाहिँ जम्मै गान्तोक। अब चाहिँ आइपुगेको जस्तो छ है, ठिकै ठुलो पो रहेछ त। फाइनली आइपुगेको अवस्था। लन्दे त सिपेर राख्छौँ होला। कता हो बाइकहरू अब यहाँ राखेर चाहिँ हामी चाहिँ गेटतर्फ लागेको है। यहाँदेखि उकालो कस्तो पर्दो रहेछ। यहाँनिर एन्ट्री फीको है टिकट स्टुडेन्ट भनेर चाहिँ 40 रुपियाँ काट्यो है। अब यहाँदेखि चाहिँ यो के लेखेको छ हौ, गकरा नेपाली पढ्न हुँदैन नि मलाई। यो रिपेयरिङ चल्दै रहेछ हल्का। अगाडि नै दर्शन रहेछ है। दामी रहेछ है, वेलकम। यहाँतिर चाहिँ है राईको ड्रेसअपहरू भएको रहेछ, अर्नामेन्ट्सहरू राखिदिएको रहेछ। यो चाहिँ सेलको लागि रहेछ है। अब यहाँदेखि चाहिँ यहीँ रहेछ है, यो रहेछ जग्गा चाहिँ खास। दामी रहेछ है जग्गा। यो पारिपट्टि चाहिँ गान्तोक जम्मै। ए ओके, पारुहाङ साप्तेनमाङ हिम इन्टरनेसनल किरात राई लुङ उयो चल्दै रहेछ है अहिले यहाँ रिपेयरिङ। टिकट चाहिँ यही हो है, स्टुडेन्टलाई चाहिँ 10 रुपिस पर पर्सन रहेछ है। र हामी 4 जना थियौँ है। राई गाउँ गान्तोक। र यो माङहिङको सबसे अगाडि चाहिँ है किरातको चाहिँ के भन्छ राजा है, यलम्बर राजा भन्छ है, उहाँको मूर्ति राखेको रहेछ है। र यहाँनिर चाहिँ यसरी नै यहाँनिर चाहिँ शिकार गर्दै गरेको बनाएको रहेछ है।
उहिलेतिर चाहिँ किरातहरूले चाहिँ यसरी शिकार गरेर खान्थ्यो, त्यसले गर्दाखेरि चाहिँ यसरी बनाइदिएको रहेछ है। बन्देल यता चाहिँ भाला हिर्काउँदै गरेको है धनुकाँडबाट। र यहाँनिर चाहिँ मैदान दामी मैदान रहेछ, यहाँ ग्यालेरी रहेछ है। सायद यहाँनिर प्रोग्रामहरू हुन्छ होला है, त्यसले गर्दा होला। अन्त यहाँनिर चाहिँ मजाको मूर्तिहरू बनाएको रहेछ, तर अलिकति मलाई आइडिया छैन है यो मूर्तिहरूको बारेमा। नेपालीबाट लेखेको रहेछ, नेपालीबाट मलाई अलिक आउँदैन है। इङ्ग्लिसबाट छ कि छैन, इङ्ग्लिसबाट पनि छनु छ रहेछ है। र यहाँ चाहिँ मान्छेको मूर्तिमा चाहिँ चराको चुच्चो भएको अनुहार परेको बनाएको रहेछ है। र यहाँनिर भाला पक्रेको बनाएको केटा होला यो है, यो साइड केटी होला है। र यहाँनिर चाहिँ दामी बनाएको छ है दिदी बहिनी। यो चाहिँ जति मलाई थाहा भएको चाहिँ है, यहाँ डोरी निकालेको हो कि केही गर्दै गरेको होला सायद, मलाई त्यस्तो आइडिया छैन है। र यहाँनिर चाहिँ खै थाहा भएन है, यो नाम चाहिँ थाहा भएन है, तर दुईवटा मूर्ति रहेछ है धनुकाँड चलाउँदै गरेको है। एउटा चाहिँ नागदेवी होला सायद। त्यसरी नै यहाँबाट जानु पर्दो रहेछ है। Please do not touch paintings and arts and pluck flowers. कौन माग्दा? आज हामी यहाँ पारुङ सापकोमा, पारुङ साप होइन, पारुङ साप तिनकोमा घुम्नु आएको छौँ। तपाईँहरू पनि घुम्नु आउनु सक्नुहुन्छ। स्टुडेन्टको लागि चाहिँ ओन्ली 10 रुपिस, अन्त एडल्टको लागि चाहिँ 20 रुपिस। पेन्टिङ होइन, पेन्टिङ दाम चाहिँ सबै एउटै मान्छेले गरेको यहाँदेखि चाहिँ स्टार्टिङ रहेछ है। शिकार गरेर पोलेर खाँदै गरेको रहेछ। के मजाको आर्ट गरेको, सङ्गे थापाले बनाएको रहेछ। एकदमै दामी पेन्टिङ गरेको रहेछ है। नाम चाहिँ देवानले गरेको होइन, यो मुनिको जुन नाम छ नि मान्छेहरू रहेछ नि। ए होला होला। यो त निगुल भन्छ होइन यो चरालाई। माथि सानै पो रहेछ त। यहाँदेखि चाहिँ हामी च्याबल खोलेर पस्नु पर्दो रहेछ है। यी दोकानहरू पनि पो रहेछ यहाँ त। भोलि हाम्रो उभौली पूजा छ कि, भनिदिनुहोस् न यो के को लागि गरिदिनु हुँदैछ? यो भोलि 18 तारिक चाहिँ हाम्रो साकेला उभौली गर्दैछ। ए हजुर। अन्त अब यो उहिलेको पारम्परिक दुना बनाएको, जति आउने गेस्टहरूलाई चाहिँ यसमा वाचिपाहरू दिन्छ। यसमा चाहिँ अब उहिले यस्तो चलाउँथ्यो, अहिले पो प्लेटहरू चलाउँछ। लाबरकोमा खायो भने चाहिँ बिमार हुन्छ, यस्तोमा खायो भने चाहिँ बिमार हुँदैन नि त। यो अर्ग्यानिक, एकदम अर्ग्यानिक है। अर्ग्यानिक यो चाहिँ एकदम राम्रो। अब यो चाहिँ अहिले भोलि आउनु भएको दामी हुन्छ। भोलि पुरा ठुलो पूजा चाहिँ। अब अहिलेको नानीहरूले त यो प्राय देखेको पनि छैन, कति नानीहरूले बुझेको पनि छैन है, बुझेको पनि छैन। दुना के हो, टपरा के हो भन्ने चिज उनीहरूलाई थाहा छैन। अब उहिले बनाउँथ्यो, दुना टपरा सब बनाउँथ्यो। फारसमा गएर कपासको रुख भन्ने हुन्छ एउटा, त्यो कपासको रुखको दुना टपरा बिहामा चलाउँथ्यो। हुन्छ, धन्यवाद आन्टी। र यहाँ भानिसले चाहिँ मेरो गोप्रोबाट त्यहाँ दिदीहरूकोबाट यसो इन्ट्रोडक्सन लिनुहुँदो रहेछ है। अन्त के हो भोलि चाहिँ उधौली उभौली रहेछ है। त्यसले गर्दाखेरि उभौली गर्दै रहेछ, त्यसले गर्दा चाहिँ यहाँ डेकोरेसनहरू पनि चल्दै रहेछ र पेन्टिङहरूको पनि उयो गर्दै रहेछ पेन्ट है। यो चाहिँ राई डान्सको रहेछ है।
झेम्टाहरूसँग है सेउलाहरू सेउला कि सोइला भन्छ त्यस्तोहरूसँग रहेछ है ल्यान्ड डोनर रहेछ है यहाँनिर चाहिँ ल्यान्ड 50/50 फिट डोनेटेड बाई द पारुवाङ सबडिभिजनको लागि गरेको रहेछ लिट शर्मान राई आयो फादर एन्ड हर्कमाया राई जामलिङमा मदरहरू रहेछ यहाँ पढ्नुहोस् होला है र पेन्टिङहरू चल्दो रहेछ है वाउ अब यहाँदेखि उँभो चाहिँ माङहिम रहेछ है यहाँ माथि अन्त भानिस कस्तो हुन्छ कति त लाग्यो भानिस यहाँनिर के पाइसक्यो है मेरो चाहिँ फर्स्ट टाइम हो यहाँनिर भोलि प्रोग्राम रहेछ यहाँनिर ए यहाँनिर के पो जुत्ता खोल्नु पर्थेछ खास त प्लिज रिमुभ यर सुज भनेर चाहिँ यहाँ लेखेको रहेछ अझै म त मान्छे सेम देखेँ नि मान्छेले हेर्दै गरेको सेम देख्यो भने ए यो चाहिँ राईको माङहिम है यहाँ चाहिँ पारुवाङ र सुङनिमा है यता वल्लो चाहिँ पारुवाङ होला उताको सुङनिमा केटा र केटी राईको देवताहरू है यस्तो नजारा छ यो माथिको चाहिँ जम्मै गान्तोक हो है यो चाहिँ बुलुङखुम के भन्छ जस्तो लाग्यो राईको है र यहाँ देख्दै गरेको है यो ढुङ्गाको पनि केही उयो रहेछ है सिलिचुङ हिल भनेर यो महत्त्व रहेछ है सिलिचुङ हिल रहेछ यो चाहिँ है पर्वत र पढेर चाहिँ अहिले म सुनाउन सक्दिनँ होला है यहाँ साल्पा लेक यो पोखरीलाई चाहिँ साल्पा लेक भन्दो रहेछ है र यता मामा सुङनिमा उहाँ चाहिँ सुङनिमा हुनुहुँदो रहेछ है र यता चाहिँ पारुहाङ है पापा आमा पापा हुनुहुँदो रहेछ यहाँ चाहिँ है र यसरी नै अब हामी चाहिँ यो माङहिमभित्र जान्छौँ है जाउँ चाहिँ माङहिम रहेछ है स्किप साइलेन्स यहाँतिर चाहिँ तोङ्बाहरू पनि राखिदिएको रहेछ है मानिसहरू चाहिँ यहाँ तल फोटो खिच्नु हुँदैछ है र यहाँ फोटो खिची मागौँ भनेको सिरियस छ है उहाँहरू अहिले यहाँ भालु रहेछ है र यो मकैहरू है यहाँनिर चाहिँ मान्छे पनि रहेछ सेम देखेँ मैले चाहिँ र अब चाहिँ है म यहाँबाट पनि फर्किँदैछु है र भिडियो चाहिँ साह्रो लामो बनाउँदिनँ होला पानी पर्ला जस्तो गऱ्यो है त्यसले गर्दा म चाहिँ अब भिडियो चाहिँ यहीँ राख्छु होला र यसो हेरिदिनुहोस् होला लाइक अनि सेयर अनि सब्सक्राइब पनि गरिदिनुहोस् होला र थ्याङ्क्स फर वाचिङ है।